सो हेलो एन्ड नमस्ते एभ्रिवान, होप यु अल आर फाइन। सो म अनि सन्चै छु। सो आज चाहिँ नयाँ दिनको सुरुवात हुँदै होइन, फेरि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। र आज चाहिँ म घाँसतिर जाँदैछु भनौँ न, घाँस काट्नु। र अहिले चाहिँ पानी हल्का परिरहेको छ, सिमसिम हेर्न सक्नुहुन्छ, हल्का वरिपरि अलिअलि आउँदैछ भनौँ न। अनि त्यसै गरी आज चाहिँ म तपाईँहरूलाई नयाँ अब दामी दामी भिडियो देखाउने छु। हेलो दिवा दि गर्दै हुनुहुन्छ ए ल है। सो यहाँ चाहिँ दिवा हुनुहुन्थ्यो, यहाँ हाम्रो दिया। सो मेरो कान्छा बाजे। अनि त्यसै गरी यहाँ हेर्न सक्नुहुन्छ हल्का भ्यू यस्तो छ है, डाँडा काँडा हरियाली होइन, कस्तो राम्रो छ। अब पाहाडतिर चाहिँ यस्तै हुन्छ नि त होइन, तराईतिर अलिक सम्मठो हुन्छ, हाम्रो चाहिँ यस्तो भिराल हुन्छ। त्यहाँ त्यो देख्दै गर्नुभएको चाहिँ म पढ्ने स्कुल हो, पढेको स्कुल पहिला। त पढ्नु पाइँदैन त्यो स्कुलमा होइन, जे गरे पनि हल्का जुम भन्नु यो स्कुल है, पहिलो देख्नु हुँदैछ नि। यता पनि छ, त्यो धेरै राम्रो छ यो स्कुलहरू। त्यहाँ माथितिर कुहिरो लागिरहेछ, यता पनि कुहिरो लागिरहेछ। म चाहिँ अब घाँस नजाइले होइन, अब काट्नुपर्छ, किनकि अब गाईलाई भोकै राख्नु भएन नि त। त्यहाँ पारीतिर पानी खत्रा पर्दैछ जस्तो छ हो, यस्तो हेर्दा नि त ड्यामडुम कुहिरोले छोपेछ झन्। अनि तपाईँहरूलाई म एउटा चिज देखाउँछु, यहाँ छ क्या बोट, यो देख्नु हुँदैछ, यो चाहिँ आरुको बोट के। तपाईँहरूले अब कतिले देख्नु भएको छैन होला, सहर बजारतिर यसो किनेर मात्रै खानुहुन्छ होला नि त है तपाईँहरूले। त्यहाँ पनि छ एउटा, यहाँ देख्न सक्नुहुन्छ। यो स्कुलले प्रायः अब सानो सानो केटाकेटी भाइ बहिनीहरूले नै अब टिपेर खाइदिइहाल्छ त होइन। फेरि बाटोमै छ क्या यो चाहिँ, साह्रो एक समय चाहिँ खान्थ्यौँ, हाम्रो यहाँ कान्छा बाजेको पर्छ। यो चाहिँ यस्तो अलिक मधुर आइदियो। सो भ्यू चाहिँ यस्तै छ है गाउँघरको। सो यहाँ कहाँ मैले फलेको देख्दै थिएँ कि यहाँ पनि फलिरहेको छ। म देखाउँछु अर्को, अरे यहाँ एउटा फलिरहेछ यहाँ। सो यहाँ एउटा फलिरहेको छ, लहरा पनि लागेछ। अब चाहिँ म पुग्नु लाग्यो भन्नुमा अब घाँस काट्ने ठाउँमा। चिसो चिसो तातो तातो, खोइ कस्तो दिन हो यो। यस्तो भने चाहिँ पानी चाहिँ खतरै पर्छ भन्नु चाहिँ। सो यहाँ हेर्न सक्नुहुन्छ, एक्चुअली म र जेम्सले हामीले प्रायः जस्तो भिडियो बनाउने ठाउँ यो है। यहाँ यतिमा बनाउँछौँ नि हामीले एकचोटि पनि बनाएको थियौँ। कहाँ भने यहाँनिर बनाएको थिएन, तर त्यो चाहिँ फर्स्ट भिडियो थियो, अलिक खासै राम्रो चाहिँ भएन होला, ट्राई चाहिँ हानेको थियौँ। कहाँनिर भने यहाँनिर बनाएको थियौँ हामीले, यहाँनिर जेम्स यहाँ थियो, म त्यहाँ थिएँ, त्यहाँ माथिबाट आएको थियो। सो मकैहरू चाहिँ हाम्रो यस्तो भइरहेको छ पुरा। अब लगभग दसैँ तिहारतिर चाहिँ खाने हुन्छ होला, दसैँतिर हेर्नु होला, पुरा मकैहरू राम्रो भइरहेको रहेछ। हेर्न सक्नुहुन्छ, यो चाहिँ मिठो हुन्छ होला यसो, यो धेरै ठुलो पनि भइरहेको रहेछ। त्यहीतिर हान्छु घाँस चाहिँ। दुधेलो हाम्रोतिर यस्तो हुन्छ, लेकतिर यस्तो हुँदो रहेछ, औलतिर चाहिँ अलिक कस्तो औलमा हुन्छ कि हुँदैन, मैले देखेको थिएँ जस्तो लाग्यो, अलिक ठुल्ठुलो पत्ता भएको। तर खोइ हुन्छ जस्तो लागेको थियो, हुन्छ होला सायद। यो चाहिँ होइन दुधेलो होइन, गोगुन होइन वासी भन्छ क्या एउटा, निभारा वासी त राई भाषामा होला, निभारा हो। त्यो पनि पाउँदो रहेछ, अलिक पत्ता चाहिँ अलिक फरकै, तर हेर्दा मलाई चाहिँ अनौठो लाग्यो क्या। अब यो लेकमा चाहिँ अलिक राम्रो हुन्छ नि त, अलिक अब सधैँ हेरिबस्ने भएर पनि होला, अलिक अनौठो लाग्यो। अब म चाहिँ यतातिर घाँसहरू यस्तो काट्दै अब अलिअलि टुप्पाहरू राखेर, अब जस्तै एक्लै थिएँ नि त घरमा, त्यसले चाहिँ अब अलिक नभ्याउने अब अवस्थामा चाहिँ आयो, जामजाम काटिदियो क्या। अलिक छिटो छिटो भारी पुऱ्याउँथै जान्थेँ, अरू कामहरू गर्नु हुन्छ नि त। सो अहिले चाहिँ सबै हुनुहुन्छ भाइहरू पनि, अनि त्यही भएर अहिले चाहिँ अब
सहज छ भनौँ न। यहाँतिर अब घाँस भुइँ घाँसहरू यताउता ढुसाहरू अलिअलि। फेरि अर्को कुरा चाहिँ के भने नि बस्छु ल। अर्को कुरा चाहिँ के भने अब हाम्रो चाहिँ अलिक गाई हावा छ क्या। कस्तो भने अब त्यो चाहिँ अलिक तातो ठाउँबाट लिएको नि त। अब इलाम भनेको तातो ठाउँ, यो पास्थर भनेको चाहिँ अलिक चिसो ठाउँ हो। त्यसैले अलिक त्यो चाहिँ कस्तो छ भने यो जस्तो पायो त्यस्तो घाँस खाँदैन क्या। यो औलतिर हुन्छ नि अब बारीतिर जस्तो यहाँ देख्नुभयो नि यस्तो घाँसहरू छ नि, बन्दै पो खाँदैन त्यस्तो त। खालि खाने भनेको यस्तो ढुस घाँस होइन, बरु यस्तो बाँसको घाँस खान्छ। यो देख्नु हुँदैछ नि ठुल्ठुलो बाँसको घाँस खान्छ। अनि कस्तो भने अब यो ढुसाहरू अब यस्तो हुन्छ नि दरो घाँस। अब त्यो हुन त अम्लिसोहरू खाने बानी हो। अनि सुन्दै त्यसो चिलाउने पनि खान्छ भनेको। चिलाउने यताको फेरि खाँदैन क्या यता गाईहरूले। चिलाउने भने चाहिँ अब रुख अब देख्नुभएको होला कतै कतै खतम छ। मेरो हल्का क्यामेरा पुस्नु पर्ने अवस्था भएछ। हल्का त्यो माटो लाग्दैछ। यो गोजीमा फोन राखेको थिएँ, त्यही भएर सो तपाईँलाई म हल्का के को भ्यू देखाइदिएँ म। यस्तो छ कि त्यो चाहिँ देख्नु हुँदैछ नि यो कस्तो अलिक जुमै नभएको यो चाहिँ आलु बोहडाको रुख हो क्या। मैले हिजो पनि भने ठुलो रहेछ यो चाहिँ दिकुहरूको यहाँ चाहिँ अस्ति खतरा फलेको थियो क्या। धेरै नै खायौँ। जस बल फलेको थियो त्यसको चाहिँ खै के बनाउँछ कि जस्तै अब लोकल हुन्छ नि त्यो रक्सीहरू यताउता बनाउँछ भनौँ न यसको चाहिँ। अनि तर खासै बिक्री हुँदैन कि यहाँ महँगोमा। अब यहाँमा त चाहिँ सस्तो मस्तोमा लान्छ 10-15 रुपियाँ केजीले। तर उता अब त्यो झापा अन्त ठाउँतिर पुगेपछि चाहिँ अलिक महँगोमा बिक्री अब बेच्दो रहेछ भनौँ न। हुन त अब त्यो त गाडी यता चार्ज अब गाडी खर्च होइन। हुन त अब त्यस्तै अब अलिकति त साउहरूले पनि अलिअलि त खानु पऱ्यो। त्यसै व्यापार गर्दैन नि त होइन। कति गाह्रो हुन्छ व्यापारी गर्ने मान्छेहरूलाई, किनकि अब उनीहरूले पनि सामान एउटा ठाउँबाट ल्याउनु त्यसलाई अनि त्यसरी बेच्नु गाह्रो हुन्छ भने चाहिँ अर्को व्यापारीलाई दिनु पऱ्यो। अब कति कुहिन्छ बिग्रिन्छ होइन। त्यसो गरी पनि धेरै गाह्रो हुन्छ व्यापारीहरूलाई। सो अनि यहाँबाट जति माथि देख्नुहुन्छ सबै यो हाम्रै हो। त्यहाँ घाँसहरू योचोटि चाहिँ राम्रो छ क्या यो। अनि पहिला त के सुन्नु न, हामी के भन्नु भने यो घाँसहरू हुन्थेन क्या पहिला। लगभग गाई 3-4 माउ जति थियो होला। दाई अब प्रायः काट्ने सबिन दाई नै हो। मेरो दाई सबिन र म हामी प्रायः काट्थ्यौँ। अनि यो ठुल्ठुलो जतिको प्रायः सघाउँथ्यौँ दुईजना दाजुभाइले सबै काटेर। अनि दुधेलो गोरुङ सबै सघाइदिउँ क्या। यो समयमा त हुन्थेन क्या, सबै काटेर अब घाँसै नहुने नै यस्तो भुइँ घाँस पनि हुन्थेन हौ। सबै सकिसकेको हुन्थ्यो यो समयमा। अहिले चाहिँ जस एउटा गाई मात्रै छ, अलिक सजिलो छ यसो त। अनि अब के भन्नु अरे त अब दिनहरू यस्तै छ होइन। अब भ्लग भनेको चाहिँ अब सुरु यस्तो हल्का ट्राई गर्दैछु पछि केही राम्रो होला कि भनेर मेहनत जारी छ। कुनै दिन चाहिँ अब सफल अब हुन्छु कि भन्ने आशा छ। सो तपाईँहरूकै साथ सपोर्टले हो त्यो चाहिँ। तपाईँहरूले साथ सपोर्ट दिनुभयो भने चाहिँ म त्यसै पनि अब सफल त भइहाल्छु नि होइन। सबैभन्दा ठुलो कुरा अब साथ सपोर्ट हो नि त तपाईँहरूको। सो मलाई चाहिँ उता कुदिबस्नु मात्रै मन लागिरहेको छ क्या हेर्नु होइन यताउता। सो तपाईँहरूले म एउटा के देखाउन चाहन्छु भने यहाँनिर के देखाउनु तपाईँलाई लोटे भन्छ नि, लोटे त्यो चाहिँ यो है कस्तो अप्ठ्यारो भएको हेर्नु। सेम यो त लोटे कि लोटे भन्छ कि लोटा जस्तै हुन्छ कि त्यो लोटा तपाईँहरूको अब घरतिर होला नि त काँसेको लोटा हुन्छ नि त्यस्तै हुन्छ कि। अहिले अलिक सानो रहेछ। पछि यो फुल छ जब यस्तो हुन्छ यो फुल छ नि, यो फुलिसकेपछि पछि बवाल हुन्छ कि। तर यो फुल दाम चाहिँ ल कमेन्ट गर्नु होला है कसलाई चाहियो यो फुल, म टिपेर ल्याइदिइहाल्छु है तपाईँहरूले। लास्टै राम्रो छ नि, गुलाबको फुल भनेर राम्रो छ कि हेर्नु। चाहिएमा कमेन्ट गर्नु होला है। सो अब आजको भिडियो त 8 मिनट भइसकेको छ। म यतिकै पोस्ट हालिदिन्छु। अब नेक्स्ट भिडियो पनि अब म सुरु गरिहाल्छु भनौँ न। अब
नेक्स्ट भिडियो यहाँबाट उता चाहिँ नेक्स्ट भिडियो बनाउँछु म। अब धेरै लामो पनि नबनाउँ भनेको, छोटो छोटो हान्दै गरौँ, किनकि बिस्तारै अब लामो पनि हान्नौँ नि त होइन। अब अहिले चाहिँ यतिमै इन्ड गरिदिएँ, नेक्स्ट पार्ट आउँछ। अब चाहिँ यहीँको आउँछ भनौँ न, घाँसहरू काटेको यताउता हाल्छु म। तर मेरो भिडियोमा चाहिँ म एडिट खासै हान्दिनँ, ब्याकग्राउन्ड म्युजिक हाल्यो होइन। अब त्यतिको ड्याङै पैसा हानिदिन्छु म त। अब क्या अब एडिट पनि हान्छु होला बिस्तारै। एडिट हान्नु त आउँछ कि, तर अलिक त्यो अब मेरो यो फोनमा चाहिँ अलिक डाउनलोड हुँदैन क्या, के मिम्सहरू पनि तनाव छ। त्यही भएर चाहिँ के भिडियो ब्याकग्राउन्ड म्युजिक धरि डाउनलोड हुँदैन, डाउनलोड गर्ने एप पनि खै खोज्दैछु म। सो ल आजको भिडियो चाहिँ यहीँ इन्ड गरिदिएँ है। अब नेक्स्ट भिडियो हेर्नु होला ल सबैजना। ल बाई गाइज।